हेलो साथीहरू, सन्चै हुनुहुन्छ? आजको भिडियो चाहिँ कहाँबाट स्टार्ट हुन्छ भन्दाखेरि हाम्रो भाउजू र माइजूको एनर्जेटिक डान्सबाट आज हामी आफ्नो गन्तव्यतर्फ लागिसकेका छौँ। यस्तो एनर्जीका साथ बाफ्रे बाफ्रे यस्तो एनर्जी त अनि पिकनिक हो। आज चाहिँ हाम्रो क्या पिकनिक कहाँ हो पिकनिक भन्नुहुन्छ भने चाहिँ तपाईँहरूलाई थाहा पनि भइसक्यो होला, सालबारी हो। त्यसपछि जाने बित्तिकै हेर्नु न, खाने त हो, जाने पिकनिकै अनि सुरु भइहाल्यो हाम्रो चाहिँ। चियाको तयारी भइसक्यो होइन। अनि म चाहिँ कतिखेर चिया दिनुहुन्छ भनेर बसिरहेको थिएँ क्या, कस्तो पर्खेर अनि बल्ल मेरो पाली आयो अनि यति खुसी भयो। अनि चिया लिएर गएँ, किनकि साथीहरू म चिया लभर हो नि त। को हुन्छ म जस्तै चिया लभर, त्यही पनि दुध चिया। चियाले कति नराम्रो काम गर्छ, ग्यास्ट्रिक बढाउँछ, के गर्छ थाहा छ नि हामीलाई। त्यही पनि के भएको यो चिया चाहिँ छोड्नै नसक्ने, चिया छोडाउने एउटा केही उपाय छ भने प्लिज साथीहरू मलाई भन्नुहोस् है, म ट्राई गर्छु। छोड्नै सक्दिनँ, कति छोड्छु भन्दा पनि। अनि चिया त खायौँ, त्यसपछि पिकनिकको माहौल हेर्नु साथीहरू। तपाईँहरू पिकनिक गइसक्नु भयो कि जान बाँकी छ कि के हो? म चाहिँ धेरै वर्षपछि गएको आज। अनि पिकनिक गएपछि खाने नै हो भनेर एकदम नलजाइकन खान थालिहालेको। खाने नै हो भनेर अनि खायौँ। फेरि खाजा खायौँ, त्यो चिया खाजा। अनि उता फेरि खानाको तयारी हुँदै थियो उतापट्टि। अनि फेरि भिडियो गरिदिँदै हुनुहुन्थ्यो। अनि ल गरिदिनु भन्दै गफ गर्दै खाँदै थियौँ। अनि यता फेरि त्यही चल्दैछ। अनि यसो फोटो खिच्न जाऊँ न भनेर अनि मम्मीलाई पनि लिएर गयौँ। अनि यता भाउजूहरू नाच्दै हुन्छ, हेर्नु न कस्तो एनर्जीका साथ नाच्नु भएको। बाफ्रे बाफ्रे हाम्रो भाउजूहरू त फेरि खतरा हो क्या नाच्नलाई चाहिँ नि। अनि म चाहिँ नजान्ने, केही नजान्ने, अरूले नाचेको यसो भिडियो रेकर्ड गर्ने, बस्ने। त्यही पनि यस्तो पाराले हुँदैन, अब नाच्नै पर्छ पिकनिक आएपछि भनेर। अनि मैले अलिअलि भए पनि हल्ले यस्तो गरिदिउँ न त भनेर, अरू नाच्न आउँछ न गाउन आउँछ, केही गर्न आउँदैन। म चाहिँ के गर्नु एकदमै पृथ्वीको लागि भार भइसकेँ। यसो केही ट्यालेन्ट त भगवान्ले मलाई दिनु नि हौ, किन केही नदिनु भएको भनेर मलाई कस्तो रिस उठ्छ बेला बेला। हाम्रो भाउजूले हेर्नु न कस्तो राम्रो नाच्नुहुन्छ हौ। अनि मलाई त्यो लाज लागिरहेको थियो त्यहाँ नाच्नलाई, किनभने मलाई केही नाच्न आउँदैन। त्यही पनि ताली पड्काएर भए पनि नाच्दिउँ त भनेर नाचेको। अब आफ्नै ठाउँको मान्छे हो, के लजाउनु भनेर त्यति चाहिँ यसो नाचेको। लाजको पसार कुन गीतमा नाचेको होला म यसो गेस गर्नुहोस् त साथीहरू। भिडियो त हेर्नुहुन्न होला पुरैसम्म, त्यही पनि हेर्नुभयो भने चाहिँ ल। अनि हाम्रो भाउजू र म फेरि यता सेल्फी लिन थाल्यौँ। त्यसपछि के हुन्छ त साथीहरू भनेपछि चाहिँ मलाई पनि थाहा छैन, बिर्सिहाल्छु नि। अनि माछा पाक्दैछ, हेर्नु न कस्तो हेर्दै खाउँ बनाउनु भएको नि। कति मिठो बनाउनु भएको थियो खाना बनाउनेहरू सबैजनाले मिठो बनाउनु भएको थियो, मिठो। अनि यता मम्मीहरूको फोटो सुट हुँदै थियो। अनि यता म चाहिँ एकछिन आइसक्रिम खाँदै घाममा बसेर कलमा पनि बोलेँ। अनि के कुरा भयो अब त्यो त सुनाउन मिल्दैन यहाँ मैले। अनि एकछिन कुरा गऱ्यौँ, त्यहाँ काम गर्ने मान्छे धेरै हुनुहुन्थ्यो, मेरो कामै त केही थिएन त्यहाँ केही। अनि एकछिन उता गएर फोनमा बोल्छु भनेर गएको, बोल्यौँ। अनि घर आउँदा ठिक्क खाना रेडी रहेछ। अनि फेरि खाना खान थाल्यौँ। अब खानेकुरामा किन लजाउनु साथीहरू भनेर फेरि क्यामेरा निकालेर खान थालेको के। अब देखाउनु पऱ्यो नि त, यसो भ्लग बनाइहाल्यो भने जाँगर चल्यो भने भनेर। अनि खाएको एकदम मिठो थियो। अनि खाएपछि सक्यो काम, यसो यता घुम्यौँ। अनि फेरि उतापट्टि पार्कतिर पनि जाऊँ न भन्ने कुरा पनि हुँदै थियो होइन। म चाहिँ अल्छी लागेर त्यही पनि गयौँ। त्यसपछि आएर हेर्नु न, थकित अनुहारको साथ घर आएको, गाडीमा चढेर कति धेरै गलेको। ओके बाई।